Let's go Sukuta Beach. बाटो तर ध्वस्तै छ है, धुलो माटो भएर यो धुली खेलको बाटोमाथि। अनि यो रोड बनाउँदै रहेछ क्या, अनि हाइवेबाट जानु नदिएर हामी तलको बाटो आयौँ। अफ रोड रहेछ पुरै। अनि त्यसपछि चाहिँ यो बाटो सकेपछि चाहिँ दामी बाटो आउँछ। अनि म चाहिँ टाइम टाइम आफ्नो नेल चेक गर्दै थिएँ। अनि हामी बाटोमा रोकेर माछासँग खाजा खायौँ, माछा खाजा सेट। अनि फेरि बाटोमा भिडियो बनाउँदै रमाइलो गर्दै गयौँ। मेरो साथी चाहिँ एकदम चुलबुली भएर होइन, त्यसले पानीको बोतल हातमा समातिरहेछ, घरि भिडियो बनाएको छ, घरि पानी खाएको छ, वाक्क पारिसकेको थियो पछाडि बसेर। अब हामी पुग्दैछौँ सुकुटे बिच। यो चाहिँ अब पुग्न आँटेको भिडियो थियो। हामी बाटोमा रोकेर पानी सानी खायौँ, एकछिन बस्यौँ, अनि फेरि 10 मिनट हिँडेपछि सुकुटे बिच पुग्यौँ। हामी चाहिँ जहिले नै आउँदा चाहिँ लाइक यही नै रिसोर्ट मैले प्रिफर गर्छु होइन, किनकिन मलाई एकदम मनपर्छ यो सुनकोशी बिच रिसोर्ट। अनि गयौँ हामीले रुम चेक इन गऱ्यौँ फर्स्टमा। अनि रुम चेक इन गरिसकेपछि चाहिँ अनि हामी सिधै गयौँ स्विमिङ पुल। एकदम गर्मी भइरहेको थियो नि त, अनि हामी स्विमिङ पुलभित्र छिर्यौँ। तर गाइस मलाई स्विमिङ गर्न त फिटिक्कै आउँदैन होइन, मेरो साथीलाई चाहिँ आउँछ फेरि है, राम्रोसँग नै आउँछ। राम्रोसँग त भन्न मिलेन, अलिअलि चाहिँ आउँछ। हेर्नु त त्यसले जम्प गरेको, ओ माई गड। अनि फेरि हामी स्विमिङ गरेर आयौँ रुममा, लिपस्टिक लायौँ, अनि फिट चेक गऱ्यौँ। चिहान कि परी देखिरहेको थियो भन्दै थियो क्या मेरो साथीले फेरि। अनि पिङसिङ खेल्यौँ, एकछिन बाहिरतिर बस्यौँ, हावा खायौँ। तर एकदमै गर्मी थियो कि सुकुटेमा पनि, अनि जतिखेर नि स्विमिङ पुलमै डुबौँ जस्तो फिल हुन्थ्यो क्या। अनि फेरि हामी साँझतिर यता बिचतिर आयौँ, सुनकोशी रिभरतिर। पानी सानै थियो अहिले। अनि एकछिन त्यहाँ भिडियो बनायौँ, अनि टिकटक बनायौँ, रमाइलो गऱ्यौँ। गाइस यो वाइट ड्रेस चाहिँ खासमा होइन हामीले थमेलबाट लिथ्यौँ। कस्तो क्युट छ हेर्नुहोस् न, कस्तो राम्रो देखिरहेको थियो क्या। भिडियो बनाउँदा नि कस्तो राम्रो देखिरहेको थियो, मलाई कस्तो मन परेको थियो कि। अनि हामी साँझ चाहिँ खाना खानुभन्दा अगाडि तास खेल्यौँ है। मैले सबै पैसा हारेको गाइस। त्यसपछि खाना बन्यो, खाना खायौँ। खाना खाने बित्तिकै सुत्दिएको क्या गाइस। अनि बिहान उठ्यौँ, फ्रेस भयौँ। अनि त्यसपछि यो चाहिँ मर्निङ भ्यू हो, एकदम राम्रो देखिरहेको थियो, एकदम रमाइलो लागिरहेको थियो। कति पछि भ्यालीभन्दा बाहिर गएको नि त। त्यसपछि उठेर ब्रेकफास्ट खाइयो, मिठो थियो तर ब्रेकफास्ट नि दामी। एक्चुली हामी राफ्टिङ नै गर्ने भनेर आएको थियौँ के। अनि राफ्टिङको लागि चाहिँ दाइहरूलाई यहाँ कुरा गर्दै थियौँ हामी। अनि हेर्नु न, राफ्टिङ गर्न चाहिँ अहिले तल लाँदो रहेछ, गाडीमा गएको। अनि त्यसपछि सबैजना झर्दै थियौँ गाडीबाट, सबैजनाले फोटो खिच्दै थियौँ। अनि त्यहाँ हाम्रो दाइले चाहिँ बोलाउनु भयो, अनि हामीलाई सिकाउनु भयो, किनभने हाम्रो चाहिँ फर्स्ट नै राफ्टिङ थियो नि त, त्योभन्दा अगाडि गरेको थिएनौँ। अनि यसो गर्नुपर्छ भन्नुभएको थियो। अनि त्यसपछि हेर्नुहोस् त, मैले फिट चेक गर्दै थिएँ कि अझ राफ्टिङको पनि डर पनि लागिरहेको थियो कस्तो। सबजना अनि बस्यौँ। हाम्रो चाहिँ फर्स्ट टाइम भएर डर लागिरहेको थियो नि त। अनि तर मेरो साथी त एकदम कन्फिडेन्ट भएर पुरा ढल्केर आफ्नो साथीको भिडियो लिँदै थियो क्या उसले। मलाई चाहिँ एकदम डर लागिरहेको थियो, त्यही पनि मैले भिडियो खिचेँ अलिअलि। त्यस्तो धेरै चाहिँ भिडियो लिन पाएन गाइस। यस्तै हो, अब फर्स्ट टाइम डर लाग्यो नि त। अनि हामीले राफ्टिङ पछि चाहिँ त्यो बोटहरूलाई चाहिँ राख्दिन पर्दो रहेछ। अनि त्यसपछि फेरि सिधै स्विमिङ पुलमा घुसेँ, फेरि खाना खायौँ, लन्च गऱ्यौँ सबैजनाले। लन्च गरिसकेपछि फेरि अनि भिडियो बनाउँदै थियो मेरो साथीले गोप्रोमा। अनि मैले एकछिन पिङ खेलेँ त्यहाँ बसेर, कस्तो गर्मी भइसकेको थियो कि। अहिले कस्तो भनेपछि 12-1 बजिसकेको थियो कि दिउँसोको। अनि हामी त्यो दिन फर्किन पर्ने थियो नि त। अनि यहाँ रेडी भयौँ, चेकआउट गऱ्यौँ, सामानहरू स्कुटरमा राख्यौँ, मिलायौँ। अनि त्यसपछि हामी लाग्दै गयौँ काठमाडौँतिर। बाटोमा फेरि हामीले काँक्रा खायौँ, चटपटी पनि खायौँ है। क्या मिठो चटपटी गाइस, सिम्पल तर कस्तो मिठो थियो।
अब यस्तो राम्रो ठाउँमा त एकछिन रोकेर फोटो भिडियो त लिनै पर्यो होइन। तर गाडीहरू कुरिरहेको थियो, मेरो साथी चाहिँ एस्थेटिक गर्दै थियो अझ। अनि हामी चिया खायौँ बाटोमा। हामी नगरकोटको बाटो आएको कि आउने बेला चाहिँ अगाडि बुद्धि नै पुगेन, जाने बेला नि यतिको बाटो जानुपर्ने रहेछ कि गाइस। नगरकोटको बाटो चाहिँ एकदम राम्रो छ है, एकदम धेरै राम्रो छ। हामी धुलीखेल हुँदै गएको, धुलो खायो नि त, के गर्नु, गाह्रो छ नि। हेर्नु त कस्तो राम्रो बाटो कि, कस्तो आनन्द आउने कि भिडियो बनाउँदा नि कस्तो मजा आएको थियो। अनि बेलुका हामी चाँडै घर पुग्यौँ। थ्याङ्क यू, बाई बाई।